हेलो एभ्रिवान। रिसेन्टली चाहिँ अस्ट्रेलियाले एउटा नयाँ अपडेट ल्याएको छ। सो के हो त त्यो नयाँ अपडेट, त्यही बारेमा आज म कुरा गर्न गइरहेको छु। प्रिभियसली जुन हाम्रो मिनिस्ट्रियल डाइरेक्सन 111 थियो, त्यसलाई चाहिँ अब यही 14 नोभेम्बर 2025 देखि चाहिँ MD 115 ले रिप्लेस गर्न गइरहेको छ। सो अस्ट्रेलियाले किन चाहिँ MD 115 इम्प्लिमेन्ट गर्न लागेको त, त्यसको मेन कारण भनेको चाहिँ इन्टरनेसनल स्टुडेन्ट्सहरूको सस्टेनेबल ग्रोथ प्रमोट गर्नको लागि र साथसाथै अस्ट्रेलियामा भएका सबै एजुकेसन प्रोभाइडर्सहरूलाई चाहिँ इक्वली इम्पोर्टेन्स दिनको लागि चाहिँ यो MD 115 चाहिँ इम्प्लिमेन्ट गर्न लागेको हो। र अर्को कारण भनेको चाहिँ पछिल्लो समयमा चाहिँ इन्टरनेसनल स्टुडेन्ट्सहरूले चाहिँ एउटा स्पेसिफिक कलेज अर युनिभर्सिटी चुज गरेर गएको ट्रेन्ड चाहिँ म्याक्सिमम देख्यो। र अब अस्ट्रेलियाले चाहिँ यो रोक्नको लागि र इन्टरनेसनल स्टुडेन्ट्सको चाहिँ ब्यालेन्स डिस्ट्रिब्युसन होस् सिटिज र रिजनल एरियाजमा भनेर चाहिँ यो MD 115 इम्प्लिमेन्ट गर्न लागेको। र अर्को मेन रिजन भनेको चाहिँ भेट एजुकेसन प्रोभाइडर्सहरूलाई पनि इक्वली इम्पोर्टेन्स दिनको लागि चाहिँ MD 115 इम्प्लिमेन्ट गर्न लागेको छ। सो टकिङ अबाउट द चेन्जेसहरू चाहिँ के छ भन्दा चाहिँ अब भिजा प्रोसेसिङ भनेको चाहिँ एजुकेसन प्रोभाइडर्सहरूको स्टुडेन्ट अकुपेन्सी र प्रायोरिटी लेभललाई फोकस गरेर गरिने भएको छ। र साथसाथै भेट एजुकेसन प्रोभाइडर्सहरूलाई पनि हायर एजुकेसन प्रोभाइडर्स जसरी नै चाहिँ इम्पोर्टेन्ट दिने भएको छ। सो अब भिजा प्रोसेसिङ प्रायोरिटी लेभल्सको कुरा गर्दै गर्दा चाहिँ भिजा प्रोसेसिङलाई चाहिँ 3टा प्रायोरिटी लेभल्समा डिस्ट्रिब्युट गरेको छ। प्रायोरिटी लेभल 1, प्रायोरिटी लेभल 2 र प्रायोरिटी लेभल 3। प्रायोरिटी लेभल 1 मा चाहिँ कस्तो एजुकेसन प्रोभाइडर्सहरू पर्छन् त, जुन एजुकेसन प्रोभाइडर्सहरूको चाहिँ 80% भन्दा कम सिट अकुपेन्सी छ अथवा स्टुडेन्ट अकुपेन्सी छ, त्यो एजुकेसन प्रोभाइडर्सहरू चाहिँ प्रायोरिटी लेभल 1 मा पर्छन्। र यसको बेनिफिट भनेको चाहिँ भिजा प्रोसेसिङ एकदम फास्ट हुन्छ र हजुरको भिजा डिसिजन भनेको विदिन 1 to 4 विक्समा आइसक्छ। प्रायोरिटी लेभल 2 को कुरा गर्दै गर्दा चाहिँ एजुकेसन प्रोभाइडर्सहरू जसको स्टुडेन्ट अकुपेन्सी चाहिँ 80% देखि 115% सम्म छ, त्यस्तो एजुकेसन प्रोभाइडर्सहरू चाहिँ प्रायोरिटी लेभल 2 मा पर्छन्। र यसमा भिजा प्रोसेसिङ भनेको चाहिँ मिडियम पेसमा हुन्छ र भिजा डिसिजन भनेको तपाईँको 4 to 8 विकसम्म आइपुग्छ। र लास्टली प्रायोरिटी लेभल 3 को कुरा गर्दै गर्दा चाहिँ एजुकेसन प्रोभाइडरहरू जसको सिट अकुपेन्सी अर स्टुडेन्ट अकुपेन्सी चाहिँ मोर देन 115% भइसकेको छ, त्यस्तो एजुकेसन प्रोभाइडर्सहरू चाहिँ प्रायोरिटी लेभल 3 मा पर्छन्। र यसको भिजा प्रोसेसिङ चाहिँ एकदमै स्लो हुन्छ र यसको भिजा डिसिजन भनेको चाहिँ 8 to 12 विक्स लाग्छ अर मोर देन 12 विक्स पनि लाग्न सक्छ। र अब यो MD 115 इम्प्लिमेन्ट हुँदै गर्दा स्टुडेन्टको मनमा एउटा क्वेसन आउन सक्छ कि यो इम्प्लिमेन्ट हुने बित्तिकै हाम्रो भिजा आउटकम्समा के एफेक्ट गर्छ त यसले? द एन्सर इज नो, यसले केही पनि एफेक्ट गर्दैन। MD 115 इम्प्लिमेन्ट भइसकेपछि यसले एफेक्ट गर्ने भनेको चाहिँ भिजा प्रोसेसिङको प्रायोरिटी लेभललाई मात्र हो। हजुरहरूको अस्ट्रेलियाको भिजा आउटकम्सलाई यसले केही पनि एफेक्ट गर्दैन। सो अब हजुरहरूले चाहिँ अब अस्ट्रेलिया अप्लाई गर्न सक्नुहुन्छ। र अब अस्ट्रेलिया अप्लाई गर्दै गर्दा चाहिँ हजुरले मेन फोकस अथवा मेन चाहिँ के ध्यान दिनु पऱ्यो भन्दाखेरि चाहिँ हजुरहरूको एजुकेसन प्रोभाइडर चाहिँ कतिको प्रायोरिटी लेभलमा छ भनेर चाहिँ हजुरहरूले चाहिँ त्यो बुझ्नुपर्ने हुन्छ। And if you want to get more information about this, you can contact our Asian International Education and Migration team, or you can visit our office which is located at Agricultural Development Bank, 3rd floor, Putali sir. Thank you.